केन्द्रीय समितिको बैठकमा सुन्दर आकांक्षा बोकेका, रहर बोकेका, भुटभुटी बोकेका, देशप्रेमले ओतपोत यी अनुहारहरू मजुर मेरो शुभकामना छ। म तपाईँहरू सबैलाई फेरि पनि निर्वाचित भइसकेपछि पनि देख्नलाई हेर्न कुराकानी गर्न चाहन्छु। म सबभन्दा पहिला यहाँहरू सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अर्को महत्त्वपूर्ण कुरा, पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्यै धेरै महत्त्वपूर्ण कुरा हो। आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनको निमित्त सभापतिका रूपमा, संस्थापक सभापतिका रूपमा कति भूमिका निर्वाह गर्न सकिए सकिन त्यो यहाँहरूले मूल्याङ्कन गर्नुभएको विषय होला। तर मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र यो कुनै कम्प्रोमाइज गर्ने विषय होइन। मैले त्यसमा कहिले पनि कम्प्रोमाइज नगर्ने वचनबद्धता प्रकट गरेको छु र म त्यसमा खरो उठ्ने प्रयास आफ्नो राजनैतिक जीवनभरि गरिरहनेछु। म विदा भए गरेको केन्द्रीय समितिलाई बैठक सुरु हुन अगाडि र भोलि आउने केन्द्रीय समितिलाई यो संघारमा उभिएर म यहाँलाई यति भन्न चाहन्छु, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग, बलिदान, सङ्घर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ। हामी गर्वका साथ यो परिवर्तनको सङ्घारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको काँधमा उभिएको हुनाले, बस्न पाएको हुनाले नै हामी एक फराकिलो दृश्य देख्न पाइरहेका छौँ। त्यसैले म तपाईँहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिले विमुख हुने छैनौँ। म कहिले विमुख हुने छैन। म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु।